सम्पूर्णलाई नमस्कार। म अचार बनाउन गइरहेको छु। मेरो हातमा छ सोप। मैले तेलमा मेथी पुर्याइसकेको छु र सम्पूर्ण सामानहरू म देखाउन सकेन। र मैले अदुवा, कागती, खुर्सानी, लसुनको अचार बनाइसकेको छु र मेरो बुढालाई अचार कस्तो भयो बुढा भनेको, उहाँले भन्नुभयो, वा हो मेरो बुढीको हातै मिठो, धेरै मिठो छ भनेर भन्नुभयो। नपत्ता म एकपटक बुढालाई सोध्छु, कस्तो छ बुढा मैले बनाएको अचार? मिठो छ, मिठो। मिठो छ? ल, मैले बनाएको अचार मिठो मान्नुभएकोमा धेरै धेरै मेरो बुढालाई धन्यवाद छ। र अचार पनि साँच्चीकै मिठो छ के। त्यही भएर तपाईँहरूले पनि यही तरिकाले बनाउनु होला। अचार धेरै यो बजारमा किनेका बट्टामा कहिले महिनादेखि प्याक गरेर राखेको अचारहरू म कहिल्यै किनेर खाँदिनँ। मैले आफ्नो जुन अचार खान मन लाग्छ म आफै